नमस्कार। आज हामी जीवनका 7वटा यस्ता सुनौलो नियमहरूको बारेमा कुरा गर्दैछौँ जसले व्यक्तिगत रूपान्तरणमा भनौँ न एउटा शक्तिशाली फ्रेमवर्कको काम गर्छ। यी नियमहरूले हाम्रो सोच्ने तरिका मात्रै होइन, जीवनलाई हेर्ने दृष्टिकोण नै पुरै बदल्न सक्छन्। कहिलेकाहीँ कस्तो हुन्छ भने जति नै मेहनत गरे पनि जीवन एकै ठाउँमा अड्किए जस्तो लाग्छ होइन। यो धेरैको साझा अनुभव हो। हामी सबै अगाडि बढ्न त चाहन्छौँ, तर कहिलेकाहीँ कुन बाटो हिँड्ने भन्ने नै थाहा हुँदैन। त्यसैले आज हामीले कुरा गर्ने यी 7 नियमहरू यिनीहरू खाली सल्लाह मात्रै होइनन्। बरु यिनीहरू त जीवनका चुनौतीहरूलाई पार गर्न र आफ्नो विकास गर्नको लागि एउटा क्लियर रोड म्याप जस्तै हुन्। ल, सुरु गरौँ है त यो यात्रा। कुनै पनि यात्राको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? पहिलो कदम होइन त? हो, व्यक्तिगत रूपान्तरणको यात्रामा पनि त्यस्तै हो। तर यो कदम बाहिर होइन, भित्रबाट सुरु हुन्छ। त्यसैले यो पहिलो खण्डले त्यही भित्री जगलाई कसरी बलियो बनाउने भन्ने कुरामा फोकस गर्छ। अब पहिलो 2 नियमहरूले चाहिँ एउटा बलियो भित्री आधार बनाउनमा ध्यान दिन्छन्। आफ्नो मूल्य बुझ्नु र सही ठाउँमा प्रतिस्पर्धा गर्नु। हो, यही नै हो प्रगतिको पहिलो खुड्किलो। त्यसो भए यो भित्री जग बसाल्ने पहिलो सुनौलो नियम आखिर के होला त? ल हेरौँ है। हामीमध्ये धेरैजना अरूले हाम्रो बारेमा के सोच्छन् भनेर नै अल्झिरहेका हुन्छौँ। तर साँचो कुरा के हो भने हाम्रो मूल्य अरूको स्वीकृतिले होइन, आत्मस्वीकृतिले निर्धारण गर्छ। जब कोही व्यक्ति आफैलाई सम्मान गर्न थाल्छ नि, तब मात्र संसारले उसको कदर गर्न थाल्छ। ल, आफ्नो मूल्य त बुझियो। अब प्रश्न आउँछ, आफ्नो प्रगतिलाई कसरी नाप्ने त? हो, दोस्रो नियमले यही प्रश्नको जवाफ दिन्छ। र यो आफैमा एउटा एकदमै पावरफुल सोच हो। अरूसँग आफूलाई दाँच्नु भनेको असन्तुष्टिको बाटोमा हिँड्नु हो। किनभने हरेक व्यक्तिको यात्रा, उसको गति सबै फरक हुन्छ। त्यसैले अरू कति अगाडि बढे भनेर तनाव लिनुभन्दा आफ्नै सुधारमा ध्यान दिनु नै सबैभन्दा बुद्धिमानी काम हो। हेर्नुस्, अरूसँगको दौडले दिने भनेको केवल असन्तुष्टि मात्र हो, किनकि सबैको बाटो नै फरक छ। तर जब प्रतिस्पर्धा हिजोको आफूसँग हुन्छ, मतलब हिजोभन्दा आज अलिकति भए पनि राम्रो बन्ने प्रयास गरिन्छ, हो, त्यसले साँचो र दिगो प्रगति दिलाउँछ। त्यसैले फोकस आफ्नै यात्रामा हुनु पर्यो। ल, भित्री जग त बलियो भयो। अब पालो आउँछ बाहिरी संसारका चुनौतीहरूको सामना गर्ने। नियमहरूको यो अर्को समूहले चाहिँ जीवनमा आइपर्ने यस्तै चुनौती र अनिश्चितताहरूलाई कसरी ह्यान्डल गर्ने भन्ने सिकाउँछ। तेस्रो नियमले हामीलाई जीवनको एउटा यस्तो सत्यसँग जुझ्न सिकाउँछ